लो गाइसमा चाहिँ मकै रुङ आइरहेछ हेर मकैको सिजन भएको कारणले गर्दाखेरि वरिपरि बाख्रा र केही पशु पन्छीहरू चराहरूले मकै खाने भएर यसरी मकै रुङ्न आइरहेछ झापाको यहाँ तल चाहिँ यही हो लामो तल चाहिँ मकै गोड्दै हुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला है सब्सक्राइब गरेर साथ दिनु होला गाई बस्तुहरू बुइरो भएको कारणले गर्दाखेरि त्यो बाली बचाउन चाहिँ साह्रो पर्यो घर बनेको छ वरिपरि यो चाहिँ हरियो बाली सबैतिर भएको कारणले गर्दाखेरि यतिखेर मकैको सिजन भएर सबैतिर यहाँ चाहिँ प्लट मकैहरू सबै हरियो यस्तो बाख्राको पाठा ल्याएर मकै खाने भएको कारणले गर्दा मकै रुँगिरहेको छु है म चाहिँ गाई छ यसरी गाई बस्तुहरू यहाँ नजिकै यस्तो बाख्रा तपाईँलाई अलिक नजिक गरेर देखाउँछु यसरी रोपिएको मकै पानीको कारणले गर्दाखेरि मकै अलिक राम्ररी उम्रिन सकेको छैन केही सानो छन् फाटाफुट्टा यता चाहिँ मल हालेर यसले मकै बढिसकेको छ सबै हरियो भइसकेको छ बाली यसपालि राम्रै निस्किएको छ पानी नभए पनि मोटरको पानी र मल पाउनै गाह्रो छ हो बाली लगाए पनि मल पाउन गाह्रो छ यसरी हरियो भएको छ मकै मल नपाएको कारणले गर्दाखेरि कृषक मारमा परिरहेको छ अहिले चाहिँ